आज यो ढुङ्गा ननिकाली नजाने भन्ने कुरा छ। पुरा सबैजना लागेछ यसरी पसिनै पसिना भयो। थाकिन्छ दिन आएको गरौँ के दिन आउने भने यो हुन्छ निस्के पहनु म बाँस लाउँछु बाँस है हुन्छ कि ढल यता यहाँ राख्नु त अन्ति ल ढल यो हो मेहनत। बजरंग बली यहाँबाट ड्याङ हिर्काइदिए गइहाल्छ नि अब कतिचोटि हान्न पर्ने छोड्नु है गइहाल्यो एकैचोटि यहाँ गयो ल। यस्तो कमलो ढुङ्गा पाएपछि त फेरि आज दाइको आगमन भएको छ नयाँ। हाम्रो गरे के हुँदैन, हाम्रो अभियान श्रमदानका लागि जुट्नु भएको छ, थाक्नुभयो। हाम्रो यो तल्लो भेगमा पनि अब लगभग सकिन लागिसकेको रहेछ। उहाँ नगरपालिका र हाम्रो पारिजात वन समुदायको समन्वयमा तल पार्कको निर्माण हुँदैछ। श्रमलाई अँगालेर हिँड्नु नि महान श्रमदाताहरू ढुङ्गालाई एकदम ठुल्ठुला ढुङ्गा बोकेर आउनुभएको छ। श्रम गर्दाखेरि आनन्द छ नि होइन दाइ? ओहो बेनलाई त ठुलो ढुङ्गा बोक्नमा त अब सिपालु नै हुनुहुन्छ के अरे। यस्तो ढुङ्गा त यहाँबाट खाली छ धन्दै दाइले नै ल 3टा आइछ अझै। यो हो नि आनन्द श्रमको होइन? आज भेनाजुले यो माथिको लाइनलाई लगाउँदै हुनुहुन्छ। भेनाजु अझै कति समय लाग्छ यो सकिन नेपालको नक्सा? अब नेपालको नक्सा सकिन अब हाम्रो 70% भइयो। अब 30% मात्र बाँकी छ। अब अलिकति माथि फिनिसिङ गर्नु बाँकी छ। हजुर। अब गाह्रो लगाउने काम अब लगभग भइयो। माथि माटो भर्ने र ढुङ्गा छाप्ने मात्रै काम बाँकी छ। त्यही भएर अब 30% जति बाँकी छ अब। ए हस्। मात्रै बाँकी छ अरे अब यो नक्साको लागि। मैले हिजो अस्तिको भिडियोमा भनेको थिएँ अन्तिम चरणमा छौँ भनेको। अन्तिम चरणैमै हैछौँ तर 30% जति अझै बाँकी छ भने चाहिँ माटो पुर्नलाई हामीलाई अझै समय लाग्छ। अरू त लगभग सबै भइसकेछ होइन र भेनाजु? माटो चाहिन्छ। दाइले आज ठुलो चपेर निकाल्नु भएको छ। फुट्छ त आज? फुटे त भात पनि खाइन्न नि। हो नि त हाल्ने फुटेन भने त बर्बाद भयो। जतिसम्म यो ढुङ्गा फुट्दैन नि तबसम्म मैले भिडियो बनाउँछु। माया नेपाल फुट्दैन कि त्यो हेर्नु न। अर्का दिन दाइ
फुटिने ढुङ्गा फोड्न सक्नु भएन। जान्छ जान्छ अब जान्छ होइन यो नाथे ढुङ्गो जरा निकाले जस्तो होइन नि। ताडन धुवै निकाल्छ लाज हुन्छ भनेर पछाडि गयो 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 ल ल गयो 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 ल। हाम्रो यो गरे के हुँदैन भन्ने अभियानमा ढुङ्गा बोक्दै हुनुहुन्छ हाम्रो दिलीप भाइ र विष्णुदाई हुनुहुन्छ हाम्रो यो देरी भाइ र लगभग अब हाम्रो 8 भइसकेको छ तैपनि हाम्रो काम रोकिएको छैन। अब हाम्रो यो नक्साको कार्यक्रम लगभग अब अन्तिमतिर आइसकेको छ। लगभग 70% भइसकेको छ। ल काम गरेर थकित मुद्रामा सबैजना फर्क्यौँ होइन। जिन्दगी चाहिँ हालत बिहाल्छ के अरे। हाम्रो त लगभग ठिकै छ। काम सबैले बराबरै गरिन्छ तर के गर्नु बिहान सबैभन्दा कामदार हुनुहुन्छ। ऊ त्यहाँ माथि बसिसक्यो ए बाँदर रहेछ यहाँ के आज गरे के हुँदैन हाम्रो अभियान।